यहाँ फोटोमा देख्नु भएको चाहिँ गुप्तेश्वर महादेव क्याप अथवा टेम्पल भनेर चिनिँदो रहेछ है। नेपालकै लङ्गेस्ट गुफा भनेर गनिँदो रहेछ। आउनुहोस् हेर्नुको लागि जाउँ है हामीसँग भिडियोमा सँगसँगै। अनि यो क्यापलाई चाहिँ 5000 इयर्स ओल्ड भनेर भनिँदो रहेछ है। अन्त यो भित्र चाहिँ एकदमै ढुङ्गाले बनेको, ढुङ्गाले ठुलो एकदमै तपाईहरुले इमेजिनै गर्न सक्दैन त्यो कत्रो ठुलो ढुङ्गाको भित्र चाहिँ होला भनेर चाहिँ गएपछि मात्रै अब त्यो कुरालाई फिल गर्नु सक्छ कि आम्मा यस्तो पनि हुँदो रहेछ संसारमा, यस्तो पनि रहेछ है भनेर चाहिँ बुझ्ने हुन्छ है, सक्दो रहेछ, बुझ्नु सक्छ। हेर्नुस् न यहाँनिर टिकट काउन्टरमा हामीले टिकट काट्यो, त्यहाँदेखि चाहिँ यसरी यहाँदेखि उँधो जाने गर्दो रहेछ। त्यहाँदेखि चाहिँ राउन्ड 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 हुँदै जानुपर्ने रहेछ। यो चाहिँ उहिले चाहिँ 5000 इयर्स अगो चाहिँ कसै घाँस काट्ने व्यक्तिहरूले चाहिँ यो उसलाई चाहिँ खडाल देखेको रे, यहाँनिर चाहिँ गुफा जस्तो देखेको थियो रे। अनि यो चाहिँ एकदम यो यस्तो गुफा चाहिँ कसरी के हो भनेर उनीहरूले रिसर्च गर्दै हेर्दा जाँदाखेरि चाहिँ एकदमै यो शिवजी बस्नुभएको, गुफा बस्नुभएको यो क्याप रहेछ, ठुलो क्याप रहेछ है। यहाँभित्र चाहिँ ठुलो महाशिवलिङ्ग पनि छ है। अनि त्यहाँनिर नाग पनि रहेछ। जति पनि यो बाहिर देख्दै गर्नु भएको यो आर्टहरू छ है, आर्टिफिसियल यो के भन्छ स्ट्याचुहरू छ है। यो चाहिँ 1991 मा बनाउनु भएको रहेछ गभर्मेन्टले। अन्त यो भित्रको चाहिँ अब उहिलेदेखि नै जुगदेखि नै यस्तै रहेछ है। बाहिरको चाहिँ अब टुरिस्ट एट्र्याक्सनको लागि यो बनाउनु भएको रहेछ। अन्त एकदमै दामी, बाहिर पनि राम्रो बनाउनु भएको छ। यस्तो हेर्नुहोस् न, वाउ। त्यहाँनिर गएर चाहिँ अब मनै त्यहीँनिर के हो, अब त्यहीँनिरै एकदमै शान्तिसँगले बसौँ जस्तो। अन्त एकदम भिडभाड चाहिँ पुरै थियो, टुरिस्टहरू एकदम बेसी थियो हो। यसरी जाँदै थियो हामी चाहिँ। यहाँभित्र चाहिँ भिडियो गर्नु चाहिँ एकदम अलिक अलाउ चाहिँ छैन रहेछ, तर भए पनि मैले चाहिँ कम्ती भिडियो गर्दै जाँदै थिएँ हो। तर पनि गाली चाहिँ खाएँ मैले पनि। अनि तर पनि हेर्नुहोस् न, यो चाहिँ चट्टानभित्र हो, हेर्नुहोस् न। यहाँभित्र गएर चाहिँ पण्डित बस्नु भएको रहेछ। अन्त त्यहाँनिर पूजा गर्नु पर्दो रहेछ हो। पूजा गरेपछि चाहिँ हामीले काउलाई चाहिँ हाम्रो विस